हेलो एन्ड नमस्ते एभ्रिवान। सबैलाई चाहिँ बिहानीको सुरुवात तातो पानीबाट भयो। आज बिहानैदेखि पानी परेकोले होला मौसम पनि चिसो चिसो थियो। अनि त्यहाँबाट मैले चिया पिइसक्दा चाहिँ छोरी पनि उठेको थिइन्। अनि उसलाई फ्रेस बनाएर म चाहिँ बेडसिटहरू सफा गर्न थालेँ। बेडसिटहरू धुने बेला भएको रहेछ, निकालेर सबै मेसिनमा हाल्दै। अनि मेरो छोरीको लागि नास्ता बनाउँदैछु म। उसलाई चाहिँ म धेरै टाइमैसँग इन्गेज गराइरहेको हुन्छु। यसरी के गर्न लाउँछु। यसो गर्दाखेरि चाहिँ बच्चाहरू आफ्नै अगाडि भइरहन्छ नि त। अनि उसलाई मैले आफैले भुजा अन्डा खान दिएँ। उनी चाहिँ खाँदैछिन् भुजा अन्डा। अनि उसलाई भुजा अन्डा खुवाइसकेर म चाहिँ खानाको तयारी गर्न थालेँ। खानाको तयारी गरेर दिउँसोखेरि मेरो दराजहरू सफा गर्न लागेँ। म चाहिँ लुगाहरू झिक्दैछु। कतिपय लुगाहरू हामीसँग यस्तो खालको पनि हुन्छ जो धेरै कम युज हुन्छ है। मसँग चाहिँ यस्तो लुगाहरूमा धेरै साडी नै पर्छ। म खासै युज पनि गर्दिनँ, तर आवश्यक पनि पर्छ साडीको है। यो सरसफाइ गरिसक्दा चाहिँ म एउटा साडी हेर्दैछु कि यो साडी चाहिँ मेरो हस्बेन्डले मलाई गिफ्ट गर्नुभएको थियो। पोहोर सालको तिजमा मलाई के ल्याइदिउँ भन्नुभएको थियो। केही पर्दैन भनेको थियो। तिमीलाई कस्तो खालको मनपर्छ भन्दा मैले एकदम लाइट खालको लाउँछु नि त। अनि त्यही भएर यो लाइट ल्याइदिनु भएको अरे। अनि मैले घरको काम सकाएर दिउँसो छोरीलाई माठ लिएर गएँ। अनि छोरीले चाहिँ बिस्कुटहरू लिइन्। थ्याङ्क यू फर वाचिङ।